ए लुकेकी पवनकली सुन्दैछौ कि छैनौ? कहाँ लुकेकी छौ हँ? एकचोटि त भेट न। विवाह त पक्कै हुन्छ हाम्रो, त्यो आत्मविश्वास त छ। तर किन यति ढिला? कतै जिपिएस त बिग्रेन? मेरो लोकेसन तिम्रो मोबाइलमा टिप्दैन हो कि खुल्दैन? होइन भने आऊ न त आऊ। दिनै घरका मान्छेले कान खाइरहेका छन्। बिहान चिया पिउनु अघि प्रश्न, केटा केही कुरा अगाडि बढ्यो? साँझ खाना खानु अघि अर्को प्रश्न, ए केटा अब त बिहे गर। मलाई घरमा अरू प्रश्न छन् जस्तै लाग्दैन। सोध्छन् र पनि लाग्छ। यो बाहेक अरू प्रश्न सोधेको सायद म अहिले ठ्याक्कै डेट सम्झिदिनँ। बिहान उही, बेलुका उही, दिउँसो उही, भेट्यो उही, खाने बेला उही, सुत्ने बेला उही। कति दिक्क पार्छौ हँ? आफ्नै मान्छेलाई यति दिक्क पारेर तिमी के पाउँछौ? यस्तो लाग्छ मेरो विवाह मेरो घरका लागि राष्ट्रिय परियोजना जस्तै बनेको छ, जो दिनै मिति सरेको छ। झन् मेरा साथीहरू त केही बाँकी राख्दैनन्। के बाँकी राखे होलान् र? एकजनाले बच्चाको अन्नप्राशनमा बोलायो, अर्कोले छोराको जन्मदिनमा बोलायो, तेस्रोले त दाइ तपाईँ त हाम्रो बिहेको स्थायी जन्ती हो। साँच्चै हुन पनि जन्ती जाँदा थाकी पनि सकेको छु। ए पवनकली, तिमी भने कुन गुफामा बसेर ध्यान गरिरहेकी छौ हँ? कि मलाई टेस्ट गरिरहेकी छौ? यदि टेस्ट नै गरिरहेकी हौ भने म धेरै वर्ष पहिलेदेखि वेटिङ लिस्ट पास गरिसकेको छु। फेरि कति वेटिङ लिस्टमा राखिरहन्छौ? कहिलेकाहीँ त फेसबुक खोल्दा पनि डर लाग्न थाल्छ अचेल। फेसबुकमा देखिन्छन् फाइनल्ली म्यारिड, तर आफू चाहिँ स्टिल सर्चिङ, स्टिल लोडिङ। अब त आइदेऊ, म फुलको गुच्छा लिएर तिमीलाई स्वीकार्न तयार छु। म हिरो त होइन, तर चिया आफै पकाउँछु, भाँडा आफै माझ्छु, लुगा आफै धुन्छु। यतिसम्म कि रिस उठ्दा पनि रिसमा मुस्कुराउने प्रयत्न गरिरहन्छु। यहाँभन्दा तिमीलाई चाहिएको के हो? मेरो बायोडाटामा एउटा योग्यता थपिदिए हुन्छ, धैर्य असीमित। लौ न हो, लौ न, धैर्यताको बाँध कतिसम्म दह्रो बनाऊ म? लुकामारी धेरै खेल्यौ, अब त देखा पर। नत्र आज पनि घरका मान्छेले फेरि किचकिच गर्नेछन्, फेरि त्यही प्रश्न सोध्नेछन्, दिक्क वाक्क प्याक्क पार्नेछन्। केटा अब त बिहे गर क्या। केटा केही खबर छ नयाँ? अरे यार, दिक्क पार्नुको पनि सीमा हुन्छ। तिमी कहाँ छौ? आइदेऊ न हौ, आइदेऊ।